अनि त्यो सूर्य थापा भन्ने मान्छेलाई चिन्नु भएको छ? कहाँबाट चिन्यो अब? त्यही मान्छे आएको के म हजुर यही मान्छे आएको भोट माग्न भनेर हिँडेको। तपाईँहरूसँग त के माग्नु दिइराख्या मान्छे आफ्नै पार्टी होइन। अनि त्यसपछि यसो भेटेर आशीर्वाद लिएर हिँड्ने भनेर आएको। नेत्र बालाई पनि भेटेँ। अनि त्यहाँ भेटेपछि हजुरलाई नभेटी जानु त भएन। त्यसो भएर चाहिँ म भोटको भोटका लागि पनि भेट्नु पर्यो। माया ममता पनि त भयो। अनि के छ त अरू हालचाल? ठिक छ हजुर, ठिक छ। के हुने हो? को बस्नुहुन्छ घरमा? बुहारी म, यो नातिन बुहारी छ, माइतीको छ नातिन बुहारी बन्नु गएको छ। एउटा नाति अमरडुङमा छ, एउटा नाति काठमाडौँ छ, एउटा नाति बुवा तिनको छ गङ्गानगर। गङ्गानगर बुवा हुनुहुन्छ? हजुर। अरू सन्चै छ? अनि अरू सन्चै हुनुहुन्छ? अरू त ठिक छ। औषधि औषधि मैले खाएको खान्छु। के को औषधि खानुहुन्छ? मैले के को खान्छु, के को प्यालेस्टरको औषधि खान्छु। प्रेसरको? हजुर। त्यो औषधि खान नछोड्नु होला। मैले खाएको खाइछु, त्यही भएर भोट दिनको लागि पनि भोट दिइरहनु पर्यो नि त होइन? दिन पर्यो। पहिला 79 सालमा पनि दिएर जिताउनु भएको थियो मलाई। हजुर हजुर। पुरा अवधि काम गर्न दिएनन् पापीहरूले। अनि त्यसो भएर अब फेरि आछौँ भोट माग्न। त्यसो भएर अब धेरै कुरा गरिन। अब अलिअलि हातसरो गरेँ, तरकारी केलाउन पनि। अनि त्यसपछि अरू कुरा चाहिँ अब सक्नु होला, पकाएर मिठो पकाएर खानु होला। फेरि यता बाँसकोटतिर, थात्रातिर, फोक्ली, लुप्लुङतिर जाने हो आज। त्यसो भएर बाटा हिँड्ने मान्छे भएको छु के आमा म अहिले। हिँड्नै पर्यो। बाटा हिँड्ने मान्छेले धेरै सबै गरेर नभ्याइने, तर चाहिँ अलिअलि साथ सहयोग गर्न पर्यो नि होइन र? अरू के भन्नुहुन्छ त? आशीर्वाद दिनुहोस् अब अन्तिममा मलाई। आशीर्वाद दिन्छ। अब हामीले भोट दिएर तपाईँले जित्नु होला। अब त्यो संसार उज्यालो बनाउनु होला, नाम राख्नु होला। अब त्यही त हो। उज्यालोवाला पार्टीकै त हौँ हामी होइन? त्यही त। सूर्य चिन्ह अनि नाम पनि मेरो सूर्य थापा मिलेको छ कुरो। हजुर। अब तपाईँहरूको आशीर्वाद लाग्छ। ल हामी धेरै बेर बसिनौँ। अब अब जित्नु होला। जितेपछि फेरि भेट्न आउँछु म है। हस् ल। जितेपछि चाहिँ हजुरले पकाएको चिया खाएर हिँड्ने हो म। आज फुर्सद छैन है। हस् ल। कति वर्ष कि हुनुभयो? म त 80 वर्ष। 80? अनि आफै पकाउने खाने आफै सक्नुहुन्छ? सक्छु, पकाउँछु। घाँस राखिदिन्छु बाख्रालाई, भैँसीलाई। कतिवटा पाल्नु आज? बाख्रा गोड 5 देख्छन्, भैँसी गोड 3 देख्छन्।